एससी स्टुडेन्ट्स हजुरको स्कुलमा अहिले कुन च्याप्टर पढाइ भइरहेको छ अप्सनल म्याथमा त्यो चाहिँ कमेन्ट्समा लेख्नु होला है। कुन च्याप्टर अप्सनल म्याथको कुन च्याप्टर पढाइ भइरहेको छ त्यो चाहिँ हजुरले चाहिँ कमेन्ट्समा लेख्नु होला। अब यो सल्भ बाइ म्याट्रिक्स मेथड छ है। सल्भ बाइ म्याट्रिक्स मेथड हो, म्याट्रिक्स मेथडबाट सल्भ गर्ने हो। त्यो इलिमिनेसन मेथडबाट गरे हैन। त्यसरी एक्स त्यो यो क्यान्सल गर्ने, फर्स्ट इक्वेसनलाई 2 ले मल्टिप्लाई गर्ने, सेकेन्ड इक्वेसनलाई 3 ले मल्टिप्लाई गर्ने, अनि सल्भिङ गरेर के यो एक्स क्यान्सल गर्ने अनि वाइ फाइन्ड गर्ने, त्यो गर्ने हैन। यसलाई म्याट्रिक्स मेथडबाट सल्भ गर्ने। पहिला राइटिङ द गिवन इक्वेसन्स इन म्याट्रिक्स फर्म। जुन इक्वेसन ए र इक्वेसन बी दिएको छ, पहिला मैले इक्वेसन लेखेन, डाइरेक्ट सोलुसन गरे। त्यसलाई दुईटा इक्वेसन दिएको हुन्छ। द फर्स्ट इक्वेसन द गिवन इक्वेसन्स आर लेख्ने, सल्युसन हियर द गिवन इक्वेसन्स आर लेख्नु होला है। म डाइरेक्ट गर्दैछु। 3x + 5y = 21 क्वेसनमा दिएको हुन्छ, इक्वेसन ए मान्ने। 2x + 3y = 13 इक्वेसन बी। अब दुईटै इक्वेसनलाई म्याट्रिक्स फर्ममा राख्ने। अब x कोएफिसिएन्ट 3 छ, 3 राख्ने, y कोएफिसिएन्ट 5 छ, 3 5 भयो। अब तलको सेकेन्ड म्याट्रिक्सको कोएफिसिएन्ट राख्दाखेरि सेकेन्ड रोमा राख्ने। x कोएफिसिएन्ट 2, y कोएफिसिएन्ट 3। अनि त्यसपछि अब यो लेफ्ट ह्यान्ड साइडमा एक्स वाइ भेरिएबल्स भएको हुनाले एक्स वाइ लेख्ने, इजिकल टु पछि नम्बर राख्ने 21 13। अब यो इन्टु यो हेर्नुहोस्, यो इन्टु यो भनेको यही नै हुन्छ। 3 5 2 3 ले एक्स वाइ मल्टिप्लाई गर्यो भने यहाँ हुन्छ। हेर्नुहोस् है, 3 × x 3x प्लस 5 × y प्लस 5y, 2 × x 2x प्लस 3 × y 3y इजिकल टु इक्वेसन फर्स्टमा 21, सेकेन्ड इक्वेसनमा 13। एउटै यो र यो भनेको एउटै हो। अब फर्स्ट म्याट्रिक्सलाई ए सपोज गर्ने, ए इजिकल टु 3 5 2 3, x इजिकल टु एक्स वाइ, अनि जुन नम्बर दिएको हुन्छ त्यसलाई बी मान्ने। सबभन्दा पहिला सल्भ बाइ म्याट्रिक्स मेथड भनेको छ भने डिटर्मिनेन्ट फाइन्ड गर्ने। डिटर्मिनेन्ट भनेको वी मस्ट एन्क्लोज द गिवन म्याट्रिक्स बाइ, जुन म्याट्रिक्स दिएको छ वी मस्ट एन्क्लोज गिवन म्याट्रिक्स बाइ 2 भर्टिकल बार। यसरी बारमा राख्ने हैन, भर्टिकल कलममा राख्ने। इजिकल टु अब म्याट्रिक्स ए कति दिएको छ 3 5 2 3, 2 5 3 2 लाई राउन्ड ब्रेकेटमा राख्ने। स्मल ब्रेकेट भनिन्न, यसलाई राउन्ड ब्रेकेट भनिन्छ। इजिकल टु क्रस मल्टिप्लाई गर्ने, बीचमा साइन माइनस राख्ने। 3 3 जा 9 माइनस 5 2 जा 10, 9 - 10 = -1। फेरि हेर्नुहोस्, पहिला चाहिँ मेजर डायगोनल मल्टिप्लाई गर्ने। यसलाई चाहिँ यो जुन यो फर्स्ट डायगोनल छ यसलाई मेजर डायगोनल भनिन्छ। यो 5 2 लाई माइनर डायगोनल भनिन्छ। पहिला मेजर जुन डायगोनल छ त्यसलाई मल्टिप्लाई गर्ने। 3 3 जा 9, बीचमा साइन माइनस हुन्छ। त्यसपछि माइनर डायगोनल्सलाई मल्टिप्लाई गर्ने। 5 2 जा 10 भयो, 9 - 10 -1 आयो। त्यसपछि हामीले एडजोइन्ट अफ म्याट्रिक्स, पहिला चाहिँ सल्भ बाइ म्याट्रिक्स मेथड भनेको छ भने पहिला डिटर्मिनेन्ट फाइन्ड गर्ने, त्यसपछि एडजोइन्ट अफ म्याट्रिक्स ए फाइन्ड गर्ने। एडजोइन्ट अफ म्याट्रिक्स ए फाइन्ड गर्दाखेरि म्याट्रिक्स ए को जुन मेन डायगोनल छ भन्दाखेरि मेजर डायगोनल, त्यसको नम्बरलाई चेन्ज गर्ने। जस्तै 2 3 छ भने 3 2 राख्ने, 5 6 छ भने 6 5 राख्ने। यस्तो त 3 3 भएको हुनाले 3 3 नै भयो। र सेकेन्ड डायगोनल जुन छ त्यो साइन मात्र चेन्ज गर्ने, नम्बरलाई चेन्ज नगर्ने। 5 को साइन के छ प्लस छ, -5 राख्ने। 2 को साइन के छ +2 छ, -2 भयो। यो भयो एडजोइन्ट अफ म्याट्रिक्स ए। अब यो ए हो, यो एक्स हो नि हैन। a × x = b लेख्ने, a × x = b। अब x = a लाई अर्को सम गर्दाखेरि a इन्भर्स × b हुन्छ। किन b/a हुन्छ, अनि a लाई माथि ल्याउँदाखेरि a टु द पावर -1 हुन्छ हैन। तर चाहिँ अप्सनल म्याथमा a टु द पावर -1 भनिन्न। यदि पावरमा -1 छ भनेपछि त्यसलाई इन्भर्स भनिन्छ है, इन्भर्स अफ a × b। अब त्यसपछि हेर्नुहोस्, अब x को ठाउँमा एक्स वाइ राख्ने, इजिकल टु a इन्भर्स फाइन्ड गर्ने फर्मुला 1 डिटर्मिनेन्ट अफ a × एडजोइन्ट अफ a हुन्छ। यति हुन्छ है, इन्टु b पनि छ। अब एक्स वाइलाई सेम राख्ने, 1 डिटर्मिनेन्ट अफ a भनेको -1 राख्ने। त्यसपछि एडजोइन्ट अफ म्याट्रिक्स भनेको यो राख्ने, 3 -5 -2 3 राख्ने है। अनि त्यसपछि इन्टु b छ,
b इज इक्वल टु 21 13 राख्ने त्यसपछि मल्टिप्लाई गर्नुस् लास्टमा xy इज इक्वल टु 1 upon -1 भनेको -1 भयो यो सल्भ गर्न सक्नुहुन्छ यहाँहरु यसरी सल्भ गर्ने फर्स्ट इन्टु यो रले कलमलाई मल्टिप्लाई गर्ने यो रले कलम मल्टिप्लाई गर्दाखेरि 3 इन्टु 21 प्लस बिसमा प्लस हुन्छ अनि सेकेन्ड इन्टु सेकेन्ड गर्ने 13 इन्टु -5 -5 इन्टु 13 र 13 इन्टु -5 भनेको एउटै हो त्यस्तै गरेर सेकेन्ड रले सेम कलमलाई मल्टिप्लाई गर्ने -2 इन्टु 21 प्लस सेकेन्ड इन्टु सेकेन्ड फर्स्ट इन्टु फर्स्ट प्लस सेकेन्ड इन्टु सेकेन्ड गर्नुपर्छ अनि सल्भ गर्नुस् xy इज इक्वल टु -1 -2 -3 आउँछ -1 ले -2 -3 लाई मल्टिप्लाई गर्दाखेरि 2 3 आउँछ x इज इक्वल टु 2 भयो y इज इक्वल टु 3 भयो अनि चाहिँ यो चेक गर्न भेरिफिकेसन तपाईं देखाउन सक्नुभयो भने बेस्ट हुन्छ इक्वेसन a ले पनि हुन्छ इक्वेसन b ले पनि हुन्छ मैले इक्वेसन फर्स्ट लिए 3x + 5y इज इक्वल टु 21 यसमा x र y को भ्यालु राखौं अनि 21 इज इक्वल टु 21 आउँछ कि आउँदैन हेरौं है त 3 इन्टु x भनेको 2 भयो प्लस 5 इन्टु y भनेको 3 भयो इज इक्वल टु 21 3 2 जा 6 प्लस 5 3 जा 15 इज इक्वल टु 21 15 प्लस 6 21 इज इक्वल टु 21 भेरिफाइड देयरफोर xy भनेको 2,3 रहेछ है